Hello guys, namaste. We are making momo. आज हाम्रो ग्रुपमा मोमो मेकिङमा चाहिँ बहिनी छ अन्जु घर खाने भयो यता यसुदा यो चाहिँ हाम्रो बेच्ने मोमो आज यति धेरै गरेछ कति प्लेट हुन्छ यो कति रुपैयाँ कमाउँछौँ हामीले आजको अनि यहाँ छ रोटी मेकर मैले फर्स्ट टाइम देखेको यहाँ आज अनि यो क्याफे आजको ड्युटी चाहिँ आज यही हुन्छ हाम्रो अब मैले मोमो बनाउँछु हेर्नु गाइज दामी यो सबै मैले बनाएको नि फेरि नपत्याउनु होला फेरि म त बहुत कामदार पो छु त भविष्यमा केही नपाए चाहिँ लास्टमा भ्लगर हुनु पर्ला सोचेको छु यसरी पिठोको मैदाको पिठो हो यो हामीले डल्लो बनाएको छौँ डल्लोबाट यस्तो रोटी बनाउने गोलो गोलो रोटी बनाइसकेपछि यसमा 1 चम्मच किमा हाल्ने जाने मान्छे त ठिकै छ कि नजाने मान्छेलाई सिकायो फेरि सिपाल खुट्टी बल्ला नि यस्तो राम्रो मोमो बनाएको छु हेर गाइस युट्युब चाहिँ छ कि हालिदिने क्या तिमी भिडियो भाइरल उठ्न सक्यो होइन के गर्ने होला अब भाइरल हुन्छु कि अब हामी मोमो बनाउँछौँ हाम्रो पसलमा आज लाफिङ पनि पाक्दैछ गाइज खाने व्यायाम लोकेसन चाहिँ भनिदिउँ त यसो त कहाँ ट्याक्क जुम्ला बजार त जुम्ला बजार सिद्धार्थ बैंक को ठ्याक्क फर्स्ट पसल ट्याक्क देखिन्छ बेकरी भनेर अब नाम त अब के छ नाम यसो त बेकरी हो अहिलेलाई त्यही सम्झ्यौ अनि यहाँ चाहिँ धेरै धेरै आइटम पाउँछ मोमो पाउँछ बर्गर पाउँछ पिज्जा पाउँछ आइसक्रिम पाउँछ मिल्क सेक पाउँछ अनि त्यस पछाडि कफी पाउँछ डोनट पाउँछ अरू के पाउँछ सबै थोक पाउँछ यहाँ आउनुभयो भने स्पेसल माया पाउनुहुन्छ सबैभन्दा पहिला होइन त सबसे राम्रो भयो दिस इज डल्ला खाएपछि हुन्छ पेटको